नमस्कार साथीहरू। आजको प्रश्न छ, यदि यीशु साँच्चै मरेर बाउरी उठ्नु भयो भने त्यसले मलाई के सहायता गर्छ? सबैभन्दा पहिले यसले हामीलाई आशा दिन्छ, किनकि जीसस क्राइस्टको पुनरुत्थानले देखाउँछ कि मृत्यु अन्तिम सत्य होइन। बाइबलमा पहिलो पत्रुस 1:3 ले भन्छ, जीसस क्राइस्टको पुनरुत्थानद्वारा हामीले लिभिङ होप पाएका छौँ। यसको अर्थ जब जीवनमा निराशा आउँछ, जब समस्या ठुलो देखिन्छ, तब हामी सम्झन सक्छौँ कि परमेश्वरले मृत्यु जस्तो ठुलो कुरालाई पनि जित्नुभयो। दोस्रोमा यसले हामीलाई पापबाट नयाँ जीवन दिन्छ। अनि बाइबलमा परमेश्वरको वचन रोमियो 6:4 अनुसार हामी पनि नयाँ जीवनमा हिँड्न सक्छौँ। अर्थात् यीशुको पुनरुत्थान केवल इतिहास होइन, हाम्रो आजको जीवनको आशा हो। तर अर्को अझ शक्तिशाली कुरा छ, यीशु बाउरी उठ्नु मात्र होइन, उहाँको पुनरुत्थानको सामर्थ्य आज पनि काम गरिरहेको छ। नेक्स्ट एपिसोडमा हामी बुझ्नेछौँ यीशुको पुनरुत्थानको सामर्थ्यले अब मलाई के सहायता मिल्छ। गॉड ब्लेस यू ऑल।